सम्पूर्ण नमस्कार। यतिखेर हामी मुख्य चोक बुद्ध चोक नजिकै छौँ। यो सडक डिभिजन कार्यालयले जुन मङ्सिर 20 गते आजबाट यो सडक सीमाभित्र पर्ने रातोमाटेदेखि बुद्ध चोक हुँदै खरापुल र बुद्ध चोक हुँदै सामरी पुलसम्मको 25-25 गज सडक सीमाभित्र पर्ने संरचनाहरू खाली गरिरहेको अवस्था छ। यसअघि मङ्सिर 19 गतेसम्म आफै संरचनाहरू हटाउन सुरु निर्देशन दिएकोमा आज भने सडक डिभिजन आफै यो संरचनाहरू हटाउन लागि परेको अवस्था छ। तपाईहरु देख्न सक्नुहुन्छ यो बिहानै हेटोटामा उक्त सीमा खाली गरिदिनु हुन मिति 2082 8 महिना 5 को घोषणापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको जानकारी गराउँदै आफ्नो संरचना तथा सामग्रीहरू शैक्षिक एवं सुरक्षित तवरले मिति 2082 8 महिना 19 भित्र स्थानान्तरण गरी सडक सीमा खाली गरिदिनु हुन सम्बन्धित सबैमा सडक डिभिजन चारैतिरबाट भत्काउने तयारी रहेको छ। सडक डिभिजन कार्यालयले हेटोटाको रातो माटेदेखि बुद्ध चोक हुँदै सूचना हेटौडा बुद्ध चोकदेखि राप्ती पुलसम्म एवं हेटौडा 15 रातोमाटेदेखि बुद्ध चोक हुँदै सामरी पुलसम्मका राष्ट्रिय लोकमार्गहरूको 25-25 गज भित्र रहेका संरचनाहरू हटाई उक्त सीमा खाली गरिदिनु हुन मिति 2082 8 को महिना 5 तिरबाट अब भत्काउने तयारी सुरु भइसकेको अवस्था छ। जानकारी गराउँदै आफ्नो संरचना तथा सामग्रीहरू सडकमा दुवैतर्फ भत्काउने तयारी रहेको छ। यो बुद्ध चोकबाट सुरु गरिएको दृश्य हो। यो आवश्यक परे सडक डिभिजन कार्यालयले चारैतिरबाट पनि भत्काउन सुरु गर्ने आज भर्खरै सुरक्षा समितिको बैठक सकिसकेपछि हामीलाई जानकारी गराएको अवस्था थियो। सामानहरू नहटाएको अवस्था पनि देख्न सकिन्छ त्योभित्र। यो हिजोसम्ममा समय आफ्नो सामान हटाउन निर्देशन दिए पनि नहटाएपछि देख्न सक्नुहुन्छ यो सटरभित्र सामान रहेको अवस्था छ है। आफ्नो संरचना तथा सामग्रीहरू शैक्षिक एवं सुरक्षित तवरले मिति 2082 8 को महिना 19 भित्र स्थानान्तरण गरी सडक सीमा खाली गरी बुद्ध चोकमा मात्रै 3वटा सबैमा सडक डिभिजन हेटौडा हार्दिक अनुरोध गर्दछ। यो बुद्ध चोकको दृश्य हो बिहान तपाईहरु हेर्न सक्नुहुन्छ। हिजोसम्म समय दिए पनि आफ्नो संरचना नहटाए पनि अहिले दोजर चलाएको अवस्था छ है। हेर्नुस् हिजै हटाउन निर्देशन दिएको थियो तर नहटाइसकेपछि सूचना प्रकाशित गरिएको जानकारी गराउँदै आफ्नो संरचना तथा सामग्रीहरू शैक्षिक एवं सुरक्षित तवरले स्थानान्तरण गरी सडक सीमा खाली गरिदिनु हेर्नुहोस् है। यतिखेर हिजोसम्म समय दिए पनि अवज्ञा गरेपछि अहिले यदि तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ भने यो चाँडोभन्दा चाँडो आफ्नो सटरमा सामान छ भने खाली गरेकै राम्रो हुने देखिन्छ। किनभने यो सामान भएको सटरमा पनि भत्काइएको अवस्था छ तपाईहरु देख्न सक्नुहुन्छ। चारैतिरबाट गाडी निस्किसकेका छन्। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला।